यसले के यहाँ बाहिरको खिच्छ? हाम्रो खिचिरहेछ अहिले। हाम्रो खिचिरहेछ है? हजुर। ए हाम्रो खिच्छ, केही भन्नु छ भने भन्नुहोस्। ल आज हामी सोरेकको मैदानबाट पहिलोपटक प्याराग्लाइडिङ गर्ने भनेर। हजुरको शुभ नाम के अरे? मेरो सुशील थापा। सुशील थापाजीसँग म पदमबहादुर खत्री सोरेकको डाँडाबाट प्याराग्लाइडिङ गर्दैछौँ। अहिले हामीले प्याराग्लाइडिङमा हाम्रो छिमेकी इलाकाको आनन्द लिँदैछौँ। यी डाँडाकाँडाहरू हेर्दै प्याराग्लाइडिङमा हामी रमाइरहेका छौँ। अब हामी कहाँ कहाँ जान्छौँ अरे सुशीलजी? हजुर, हामी यही सोरेक मैदान, सिङ्गल टावर, डबल टावर, हजुर, थर्मल हाउस, हजुर, यही हुन्छ आजको। आज हामी चाहिँ यो ठाउँमा घुमेर यो प्याराग्लाइडिङको आनन्द लिँदैछौँ। यो पहिलो प्याराग्लाइडिङको यात्रा निकै नौलो रमाइलो लागेछ। कतै कतै परिवारजनको साथमा आएको, परिवारजनले नजानुहोस् है भन्दै थिए, केही हुँदैन भनेर हामी रमाइलो गर्दै हिँडेका छौँ। यहाँ साथीहरू सोरेकको मैदानमा नाच्दै गाउँदै हुनुहुन्छ साथीहरू सबै। अहिले हामी 3-4 जना साथीहरू प्याराग्लाइडिङ गरिरहेका छौँ। यो सौभाग्यले संजोगले आज एकैछिनको डिसिजनमै यो कामहरू गरेर हामी चाहिँ प्याराग्लाइडिङ गरौँ भन्नेमा लागेका छौँ र उडिरहेका छौँ। अहिले निलो आकाशमा हल्का हल्का बादल पनि छ, कुहिरो तुहालो छ, खुब आनन्द आइरहेको छ। हजुरलाई कस्तो लागिरहेछ सर? मलाई त हजुर जस्तो बुवालाई उडाउन पाउने एकदम खुसी लागिरहेछ। ए ल धन्यवाद। सरको घर कहाँ अरे? मेरो यहीँ गुल्मी हो। ए सरको घर गुल्मी कुन ठाउँ नि? गुल्मी भार्से। ए भार्से हो। ल आज गुल्मी भार्सेको सरसँग घुम्न पाउनु एउटा सौभाग्य जुट्यो। धेरै आनन्द लागिरहेछ। यो संयोगलाई मैले जीवनको अन्तिम पलसम्म स्मरण गर्नेछु। सुनिल सरलाई पनि है। हजुर। ल